भेडा 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 असली भेडा को हेरम है त कर्णालीको जनता सबै भेडा हुन् भन्नेहरू सबैजना सुन र जवाब देऊ। कसैको लाही लाहीमा नलागी आफ्नो क्षेत्रबाट को मान्छे उम्मेदवार हो, इमान्दार छ कि नाइ, केही गर्न सक्छ कि नाइ, सबै कुरा देखेर राम्रो मान्छेलाई भोट हाल्ने मान्छे भेडा हो कि कालो सूचीमा परेर उम्मेदवारी खारिज भएको घण्टीको नेता किशोरी शाहलाई भोट हाल्ने जनता भेडा हो। देशमा 18 घण्टाको लोड सेडिङ खतम गरेर देशलाई उज्यालो बनाउने कुलमान घिसिङलाई नहेरी आँखा चिम्म गरेर घन्टीमा भोट हाल्ने भेडा हो कि आफ्नो उम्मेदवार को हो चिनेर भोट हाल्ने भेडा हो। आमा बिरामी हुँदा औषधि गराउन इन्जिनियरकोमा जाने भेडा हो कि डाक्टरकोमा जाने भेडा हो। हाम्रो क्षेत्रमा पनि एमालेको 20,000 र काङ्ग्रेसको 15,000 भोट थियो। यसरी हेर्ने हो भने त देशमा त भेडै भेडा छन्। अनि कर्णालीको जनताहरूलाई मात्र किन भेडा भनिँदैछ? अझै भन्छन् बहुमतको लागि घन्टीमा भोट हालेको रे। घन्टीको एकलौटै सरकार बनोस् र पछि काम गर्ने बेलामा कुनै रुकावट नआओस् त्यही भएर घन्टीमा भोट हालेको। यसो हो भने राजा किन हटाएको? गणतन्त्र प्रजातन्त्र किन गरेको? कुनै क्षेत्रमा घन्टीको उम्मेदवार जितेन भन्दैमा भेडा भेडा भनेर क्यारेक्टर एसासिनेसन नगर्नुस्। भोट हाल्ने अधिकार सबैको व्यक्तिगत अधिकार हो। तिम्रो नजरमा कोही झोले होला, भेडा होला, तर सबै स्वतन्त्र नागरिक हो। आफ्नो उम्मेदवार को हो, कस्तो छ, काम गर्न सक्छ कि नाइ, सबै हेरेर भोट हाल्ने नागरिक नै सचेत नागरिक हुन्। असलमा त आँखा बन्द गरेर भिडको पछाडि लागेर भोट हाल्ने व्यक्ति हो असली भेडा। र मैले यो कुरा पनि सुरुमै भनेको थिएँ, यो जुन तरिकाको राजनीति भइरहेछ, जुन रस्पले राजनीति गरिरहेछ, यो त हुनै थियो। अहिले त भेडा मात्रै भनिरहेछन्। अहिले त 5 साल बाँकी छ, हेर्दै जानु न के अरू आउँछ।